गिफ्ट सानो छ नि त मन पराउँछ कि मन पराउँदैन भनेर सोचेर ल्याइदिएको नमस्ते साथीहरू फेरि पनि स्वागत छ हाम्रो युट्युब च्यानलमा तपाईँहरूलाई है र आज चाहिँ मेरो बुढीको चाहिँ बर्थडे छ र हामी चाहिँ मन्दिर जान लागिरहेको छु र केही नेपाल त्यस्तो खासै भएको छैन केही है र पनि अब यसो मन्दिर चाहिँ आफ्नो है मनको अब है चाहना इच्छा र अब हामी चाहिँ सालैपछि बर्थडेमा चाहिँ मन्दिर जाने गर्छौँ नि त जन्मदिनको दिन है अहिले फिलहाल चाहिँ त्यति नै भेट्दा जाउँ अहिले है मन्दिरमै भेटौँ होला साथीहरू हेलो मर्निङ साथीहरू आज चाहिँ अहिले चाहिँ हामी मन्दिर जाँदैछौँ मेरो चाहिँ आज मन्दिर जान्छ हामी यहाँ मिरिकको देवस्थान मन्दिर जाँदैछौँ म र मेरो हस्बेन्ड र यहाँको तपाईँले भ्यूहरू हेर्नु सक्नुहुनेछ स्पेसली मेरो सिक्किमका उता मेरो दाजुहरू होइन मेरो दाजु भाउजूहरू सबैजनाले आफ्नो मान्छेले यहाँ मिरिकको भ्यूहरू हेर्नु सक्नुहुनेछ यहाँ सायद मिरिकैहरू हुनुहुन्छ भने त यो भ्यूहरू हेरेर वाक्कै भइसक्नु भएको होला हो र जो यहाँ हुनुहुन्छ भ्यूलाई इन्जोय गरिदिनुहोस् अहिले चाहिँ हामी 7 बजेर 5 मिनटमा घरबाट हिँडिसकेको छौँ धेरै टाढो त छैन नजिकै छ सायद तपाईँलाई यो बाइकको नोइसले चाहिँ डिस्टर्ब गर्यो होला हो इग्नोर गरिदिनु होला यो बाइकको नोइसलाई चाहिँ र अहिले चाहिँ हामी प्रताप गुमाइसकेको छौँ मन्दिर यहीँ अगाडि छ खै धेरै टाढो छैन पनि जाँदै छ ज्याकेट लगाएर गइरहेको छु ज्याकेट तर पहिलातिर त्यो अप्रिलतिर त गरम लाग्थ्यो योपालि चाहिँ गाह्रो छ यतातिर हो पानी परेको छ एक बेला बस्ने पानी एक बेला लागेको अवस्था बिहानको चिसो अब हातमा आउँदा हावा के गर्नु गाइस हामी चाहिँ अब बिहान नै किन मन्दिर आयो भन्दा चाहिँ अब म चाहिँ अब मन्दिर आएर पनि ड्युटी जानुपर्छ हो छुट्टी छैन त्यही भएर हामी चाहिँ बिहानै मन्दिरहरू गएर त्यस्तो गरेर फर्किहालेर फर्केर ड्युटी जाने भनेको नि त भ्लग चाहिँ किन यहाँनिर आधी बाटो बनाएँ भन्दा चाहिँ नि हामी चाहिँ बिहान उठेर खानासाना बनाइवरी चाहिँ सिधै रेडी भएर आएको नि त भ्लग गर्ने मतलब घरबाट स्टार्ट गर्नु सुरु भएन हो र त्यही सँग देवस्थानको बाटो हेर्नु छ गाइस यहाँको मन्दिर चाहिँ एकदम उयो छ हो तर के भन्छ सत्य छ प्राय मान्छेहरू आज फेरि न्यू इयर पनि है भनौँ न्यू इयर पनि हो नेपालको पहिलो महिना है वैशाख पहिलो महिना होइन पहिलो वर्ष होइन त्यो त पहिलो महिना वैशाख पहिला त्यहाँनिर बाटोहरू पनि रफ थियो कि अहिले चाहिँ मजाले बनाइदिएको छ कि त मान्छेहरूलाई ट्राभलहरू गर्नु सजिलो होस् भनेर आइसक्यो फाइनली मन्दिर हेर्नुहोस् है त
यहाँको भ्यू त्यस्तो छ मन्दिरको कलेर बाँधहरू पनि पुरा जान्छ छ नि सुति के भन्नुहुन्छ तपाईँ हजुरको आज बुढीको बर्थडेमा तपाईँको के भन्नु छ तपाईँले बोलेको सुन्दैछ क्या त बिचरा ऊ त हिजो 12 बजीतिर पनि सुतेको थिएन मेरो बर्थडे विस गरिसकेर म त्यस्तै सो त्यही छ यहाँ चाहिँ हामीले खुट्टाहरू पखाल्नु पर्ने हुन्छ र त्यही छ अहिले चाहिँ हामी आइसकेको छौँ आइसकेको छु अहिले चाहिँ जय देवी मन्दिर हाम्रो माता र त्यही छ साथी हो अहिले चाहिँ हामी यहाँनिर पूजासुजा गरेर तल ठुलो मन्दिरमा पूजा गरिसकेर चाहिँ धुपहरू घुमाउँदै यहाँ आइसकेको छौँ र अब चाहिँ रहेको छ शिवलाई हामी यहाँनिर बेलपत्ता चढाउनु गइरहेको छौँ साथमा पान पनि चढाउनु गइरहेको छौँ र हेर्दै गर्नुहोस् होला बिहान बिहानको यो शान्ति सुन्नु पाउँदा त स्वर्गमा छु जस्तो लाग्छ कमेन्ट गरेर चाहिँ नि है खुसीको 7:30 शनिको कता कता के भन्नुहुन्छ है ग्रहहरू भएकोमा चाहिँ यहाँबाट पूजा गर्न सक्नुहुन्छ है हाम्रो शनि भगवान चाहिँ यहाँ हुनुहुन्छ है यहाँ शान्ति ग्रह शान्तिहरू गर्नको लागि तिलको तेल यस्तो पानीहरू भनेर चढाउँदा राम्रो हुन्छ भन्नुहुन्छ मजाले हाल्नु अहिले चाहिँ हामी निस्किसकेको छौँ मन्दिरबाट व्यवस्था गरेर है र यहाँ चाहिँ उहाँ चाहिँ अगाडि अगाडि कलश बोकेर ल ह्याप्पी बर्थडे थ्याङ्क यू 3पल्ट भयो मिस गरे पनि हो म चाहिँ हल्का प्रसादहरू लिएर अब गइरहेको र त्यही छ सबैजनाले हेर्नुभयो होला हाम्रो भ्लगहरू के कसो भयो आजको भिडियो हाम्रो होप राम्रै लाग्यो होला तपाईँहरूलाई र जस पनि हाम्रो भिडियोमा नयाँ हुनुहुन्छ जस पनि हाम्रो भिडियो नयाँ हुनुहुन्छ हाम्रो भिडियोमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला झन्डै सब्सक्राइब भयो नि पठायो नि है त्यतिको हामीलाई माया गरिदिनु होला सपोर्ट गरिदिनुहोस् न त्यस आजको भिडियो चाहिँ र हाम्रो बाइक पुरा छ यो त हाम्रो बाइक पुरा ओल्ड इज गोल्ड बाइक होइन यो अब
बन्दोबस्त लागिसकेको छ र मेरो माया सपोर्ट गरिदिनुहोस् होला हाम्रो भ्लगलाई त्यही भन्दै साथीहरू हाम्रो भ्लग तपाईँहरूको माथि र त्यही छ साथीहरू हाम्रो भिडियोहरू हेरिदिनुहुन्छ भने आशा गर्दछु र हामीलाई माया गरिदिनुहुन्छ भनेर आशा गर्दछु के भन्नु गाइस फर्स्ट टाइम हुँदैछ हाम्रो यो भ्लग हो त्यस्तो बोल्नु आउँदैन र त्यही छ हाम्रो भिडियो तपाईँहरूमाथि यहीँ राख्न चाहन्छु बाई बाई Happy birthday to you. Happy birthday to you. Happy birthday, dear. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear. Happy birthday. कसको बर्थडे छोटा यार है सबैको बर्थडे कसको छोटेनको हासिदिन न त खै त हाँस न बङ्गा हाँसेका ठिक छ नि हौ सबैको बर्थडे भयो है कसको सानो लाग्यो सेली कहाँ पो जानु पर्छ सेली पर्छ भर 10 बजे निस्किन्छ मान्छे खाने भाइ फोन आयो यसको काका नेपालको बस न अन्त त्यहाँ मन्दिर जानुहुन्छ किन त हिँडिरहेको हाम्रो त निफेसले पनि भन्दै थियो दार्जिलिङ जानु म जानु पर्यो म पनि उयो पनि छ मेरो के भने लगे त्यसलाई कति जान्छ है त यहाँ निक्सामा छ हाम्रो त थुप्रै हुन्छ नि गएपछि त फेरि लस्कार हुन्छ निक्साङदो पुगेछ 6 जना तपाईँहरू 6 जना हुन्छ हामी घरमा बस लगेर बर्थडेमा त आथेर मेरो पोसी हिँड्छ खोइ टिकटले फोटो खिचेको यसले टिका लाउनु भन्दैन यो बाजु छ नि बाजुले मार्छ नि हो बाजेले त लुगा फेरि स्कुलको लुगा फेरि टाइममा आइपुग्छ कस्तो भट्टाभट्टी लगाइदिन्छु नि मान्छ त ऊ भनिसक्यो भने त खाइ पनि बिस्कुट पनि खाइहाल्छ भट्टाभट्टी स्कुलको लुगा फाटा लिएर चाहिँ
आमा सिक्यो मैले ल अब हामी टिका अब ननिकाल्नु ल फुल त हुन सेकेन्ड ननिकाल्नु अब चाहिँ त्यो अझसम्म डराउँदैन नि मैले अझसम्म